यहाँ चाहिँ यो चाहिँ साथीहरु मैले अघि नै सिमीको दाल भिजाएर राखेको थिएँ। अब यसलाई सफासँग धोएर यसलाई यो बोक्लीमा राख्दैछु। बोक्लीमा राखिसके अब मैले यसलाई यसरी कुट्छु। यसरी कुट्यो भने साथीहरु छिट्टो पाक्छ यो। त्यही भएर मैले अघि नै सिमीको दाल नक्कल सिमीको दाल भिजाएर राखेको थिएँ। अब म कुट्दै छु। धेरै राखेर कुट्नुपर्छ साथीहरु, छिट्टो पाक्छ। सिमीको दाल हेर्नु साथीहरु कति कालो छ। हेर्नु त साथीहरु कति राम्रोसँग कुटिसकेको छ। दुई कप्टेर बनायो पोखलीले त। सिमी मम्मीले नेपालबाट पठाइदिनु भएको कालो कौरे मौरे सिमी तरकारी बनाएर अब मैले यसलाई छाप्पो पारेर ढक्कन लगाएर लाइटर हरायो साथीहरु, लाइटर हरायो। ल कहाँ गयो लाइटर? अब ग्यास बालेर यसमा बसाल्दिने छु। सानो ग्यासमा पकाउनु पर्छ दाल। दाल पनि लगाइसके साथीहरु, अब भाँडाकुँडी मान्नु पर्ने हुन्छ। भाँडाकुँडी अब यसमा राखेर हेर्नु दाल रहेछ।
कचिलो भइरहन्छ कि साथीहरू यो सिमेन्टको घरमा पानी पर्यो भने उभाउँदैन त्यही भएर यसरी सफा यसरी पोछ्यो भने दाल पाकिसक्यो साथीहरू। अब म यही कराईमा तुर्का लगाउँदैछु साथीहरू। यही कराईमा अब म तुर्का लगाउँदैछु। कालो नक्कल सिमीको दाल पकाएर खाने हो साथीहरू। अब जम्मूले फुराउँदैछु साथीहरू। दाल जम्मू हालिसकेँ। थोरै जिरा फ्राई राखिदिँदैछु कालो। अब मैले राखिदिँदैछु त्यसमा कालो सिमीको दाल। फलामको खोबेमा बनाएपछि कालो हुन्छ साथीहरू। त्यही भएर मैले यसमा बनाएको छु। स्वाद अनुसार नुन राख्दैछु। नक्कल सिमीको दाल धेरै मनपर्छ साथीहरू मलाई त। हजुरहरूलाई के गर्छ म नक्कल सिमीको दाल मनपर्छ कि नै? देख्न सक्नुहुन्छ यतातिर कस्तो राम्रोसँग पाकिरहेको छ। अब यसलाई आँखा झिकेर म त्यसमै अब भात बसाल्दैछु। अब चाहिँ भात बसाल्दैछु है साथीहरू। भात बसालेर तातो तातो भात दाल नक्कल सिमीको दाल खानुपर्ने हुन्छ साथीहरू। अब मैले भात पनि बसालिसकेँ साथीहरू। अब म दाल यसमा राख्दैछु साथीहरू। थर्मसमा। यसमा ढोक्ने हुँदैन नि त, यो भाँडोमा ढोक्ने हुँदैन। त्यही भएर यसमा खनिसकेँ मैले। अब यसरी झ्याप्प ढक्कन लगाएर यतातिर राख्दैछु। के दालमा खानु? भात पाकिसक्यो साथीहरू। अब टमाटरको चटनी बनाउँदैछु। अब टमाटर पकाउँदैछु साथीहरू। टमाटर पकाएर टमाटरको चटनी बनाउनु पर्ने छ। तातो खोर्सानी पोल्दैछु। सबै हालिसक्यो साथीहरू। अब कुट्छु यसलाई मजासँग। अब टमाटर राखेर यसलाई राम्रोसँग कुट्छु। मसिनो पारेर कुट्दैछु साथीहरू। अचार पनि रेडी भइसक्यो साथीहरू। अब बट्कामा खनाउँदैछु। खाना बनाइसक्यो साथीहरू। अब चाहिँ अंगुर खानु पर्यो साथीहरू पहालेर। यो राम्रोसँग धुनुपर्छ साथीहरू। बजारमा बिसाले हालेर पकाएको हुन्छ। मुला किनेर आइसक्नुभयो बुढाले चाहिँ मुला कति धेरै ल्याउनु भएको छ। किन हो यति धेरै ल्याएको? एकदम मुला मन पर्छ मलाई। त्यही भएर होला।
सलाद काटेर अब खाना पस्किनु पर्यो साथीहरु खाना पस्किनु पर्यो यो सलाद मन पर्ने कि नै मलाई त मन पर्छ आज मम्मीले पठाइदिनु भएको दाल बनाएको छ सिमीको बत्ती बंद कर दिया। साथीहरु आजको खाना चाहिँ हामीले अब खाना सुरु गरिसक्यौं साथीहरु कालो नक्कल दाल सिमीको कस्तो छ बुढो खाना नेपालबाट मम्मीले पठाइदिनु भएको थियो सिमीको दाल एकदमै स्वादिष्ट भयो साथीहरु मुलाको सलाद हामीलाई यो मुलाको पात सलाद खान एकदमै मन पर्छ त्यही भएर ल्याएको हो मिठो छ सिमी पाइदैन अरु त पाइन्छ रातमा यताउता यो दाल चाहिँ पाइदैन त्यही भएर दे साथीहरु हामीले खाना खाएर पनि भ्याइसक्यौं एकदमै मिठो भयो आजको खाना नक्कल सिमीको दाल अनि सलादमा रहेको थियो हाम्रो मुला त्यसपछि मुलाको पत्ता प्याजको पत्ता त्यसपछि टमाटरको चटनी एकदम मिठो भयो साथीहरु आजको खाना हाम्रो भिडियो अन्तिमसम्म हेरेर साथ सपोर्ट लाग्छ प्रतिक्रिया गर्न नभुल्नु होला ममता युट्युब च्यानललाई पनि सब्स्क्राइब गर्नु होला बाइ बाइ